त इपिएस कोरिया शाखाले फेरि अर्को एउटा नोटिस जारी गरेको छ, जुनमा चाहिँ भनेको छ अत्यन्त जरुरी सूचना भनेर जानकारी गराएको छ र यो भर्खरै आएको नोटिस हो है त। अब यसमा के भनेको रहेछ यो कुरा त हामीले डिटेलली बुझ्ने नै छौँ, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र मेन चाहिँ यहाँनिर जानकारी गराएको छ कि अनलाइन दरखास्त पेश गर्ने म्याद थप र राजधानी सम्बन्धमा भनेर जानकारी गराएको छ है त। अब अहिलेको इपिएस कोरिया शाखाको अपडेट देख्दाखेरि म पनि अचम्मित छु होइन। अब धेरै कुराहरू त अब बुझिरहनु भएको छ तपाईँहरूले पनि। सो अब यहाँनिर ढिला नगरिकन अलिकति कुराहरू बुझिहालौँ है त। ओके, अब यहाँनिर फर्स्टमा रहेको छ यो राजधानीको विभागको बारेमा चाहिँ कुराकानी गरेको छ। जस्तै इपिएस अन्तर्गत सञ्चालन हुने परीक्षाका लागि यो कार्यालयबाट सञ्चालित अनलाइन दरखास्त प्रणाली राजधानी विभागको प्रणालीसँग प्रत्यक्ष अन्तराबद्ध रहेको बेहोरा सर्वविदितै छ भन्ने जानकारी गराएको छ। अब यहाँनिर के कुरा छ भन्दा जस्तै तपाईँको यो इपिएस फर्म खुले लगत्तै नयाँ राजधानी बनाउन र म्याद सकिएका राजधानीहरू नवीकरण गर्नको लागि जति पनि इच्छुक आवेदकहरू हुनुहुन्छ त्यो उपस्थिति र चापको कारणले गर्दाखेरि राजधानी विभागतिर अत्याधिक चाप पर्न गएको अवस्था छ। र मेन चाहिँ यहाँनिर यही कुरालाई मध्यनजर गरेर आवश्यक परेको खण्डमा चाहिँ मात्र राजधानी आवेदन दिन र सो विभागबाट सूचना समेत प्रकाशित भइसकेपछि यहाँनिर अर्को कुरा के गरिएको रहेछ भन्दा यो अत्याधिक चापलाई न्यूनीकरण गर्नको लागि दरखास्त फारम भर्नबाट नछुटोस् भन्ने उद्देश्यको साथ एचआरडी कोरियाले इपिएस सेन्टर नेपाल वैदेशिक रोजगार विभागद्वारा यो चाहिँ अन्तिम म्याद मिति फेरि 2083 साउन 20 गतेसम्म चाहिँ विस्तार गरिएको छ भनेर जानकारी गराएको छ है त। अब यसमा चाहिँ के भयो भन्दा हाम्रो खास 17 गतेसम्म फर्म भर्ने म्याद थियो, त्यसपछि फेरि अहिले 18 गतेसम्म भयो। त अब अहिले बढेर चाहिँ फेरि 20 गतेसम्म यसको म्याद थपेको रहेछ। यहाँनिर अरू जानकारी चाहिँ त्यस्तो केही पनि छैन। जस्तै हाल राजधानीको म्याद समाप्त भइसकेका आवेदकले पनि दरखास्त प्रणालीमा सोही म्याद सकिएको राजधानीको विवरण प्रविष्टि गर्न आवेदन दिन सक्नेछन् भनेर जानकारी गराएको छ। र अर्को कुरा चाहिँ भाषा तथा सिप परीक्षा उत्तीर्ण भएर रोजगार आवेदन अथवा जब एप्लिकेसन फर्म भर्ने समयसम्म म्याद बाँकी रहेको अथवा म्याद बाँकी छ भने राजधानी पेश गरे हुने व्यवस्था मिलाइएको छ भनेर जानकारी गराएको छ। अन्ततः यो दरखास्त फारम भर्ने परिजनका लागि मात्र अहिले राजधानी नवीकरण गर्न हतार नगर्नु हुन पनि र अति आवश्यक परेको खण्डमा मात्रै राजधानीको नवीकरणको लागि आवेदन दिन सम्पूर्ण महानुभावमा अनुरोध गरिन्छ भनेर जानकारी गराएको छ है त। अब यसमा चाहिँ ओभरअलमा भन्न खोजेको भनेको चाहिँ तपाईँको यो राजधानी विशेष कुराहरू छ र अहिले राजधानीको नवीकरण गर्नको लागि र नयाँ बनाउनको लागि चाहिँ धेरै चाप बढेको कारणले गर्दाखेरि कोरियाले पनि फेरि यसलाई फर्मलाई बढाएर 18 गतेसम्म थियो र अहिले फेरि बढाएर 20 गतेसम्मको लागि फर्म भर्न सकिनेछ भनेर जानकारी गराएको छ है त। र यसको दरखास्त हजुरले फर्म भर्नलाई 2083 साउन 20 गतेसम्म चाहिँ अब फेरि नयाँ फर्म भरिरहनु भएको छ र भर्न सक्नुहुनेछ भन्ने जानकारी हो। सो आशा छ हजुरले भिडियोबाट सबै कुराहरू थाहा पाइसक्नु भएको छ। भिडियो इन्फर्मेटिभ लाग्यो भने भिडियोलाई लाइक गर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ र हजुरलाई यस्तै टाइपको भिडियोहरू चाहिन्छ भने कृपया यो च्यानललाई पनि सब्सक्राइब गरी राख्नु होला है त। सो आजको लागि यति नै, फेरि नेक्स्ट डे आउने नै छु। त्यतिन्जेलको लागि सबैजनालाई सी यू एन्ड बाई बाई।